सो हेलो गाइज गुड मर्निङ एन्ड नमस्ते स्वागत छ हजुरहरूलाई होइन मेरो मिनी ब्लगमा र आज म मेरो फर्स्ट ब्लग हो होइन म फर्स्ट ब्लग लिएर हजुरमा आज चाहिँ म उपस्थित भइसक्छु। सो भन्नुपर्दा यतिखेर चाहिँ मर्निङ टाइम छ होइन चट्ट लागेर भ्यू हेर्न सक्नुहुनेछ सरर तरिकाले। यो चाहिँ सिन्धुली मल्ल गाउँ अवस्थित होइन सानोतिनो होटल छ हाम्रो गाडी लाइन होटल। टक्क आउनु होला, तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ। र त्यसै गरी तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब साथै कमेन्ट र बेल आइकनलाई पनि प्रेस गर्न नभुल्नु होला भने। र म चाहिँ अहिले होटलमा एक्लै छु होइन गाइस। मैले टक्क सामानहरू पनि चट्ट तरिकामा अच्छा तरिकाले मिलाएर देख्न सक्नुहुन्छ चट्टसँग होइन। अब ट्याक्कसँगले यहाँ मन देखिने रहेछ होइनमा र सट्टसँगले के छ त होइन कामसाम सकेर मेरो पालो यसो बाहिरको भ्यूहरू लिँदै थिएँ होइन। गाडीहरू नि कुनै आएको थिएन, एक्लै छु आफू त होटलमा अहिले होइन। दायाहरू नि आउनु बाँकी नै छ र म एक्लै छु भन्नुपर्छ अहिले चाहिँ। र नाम लिँदै सैतान हाजिर भने चाहिँ होइन दायाहरू नि थुप्लो केही प्रवेश गरिसक्नु भएको थियो होइन होटलमा। र दाइ चाहिँ यहाँ टक्क होइन डान्स हानिराख्नु भएको छ। अनि त्यही हो गाइस, यस्तै छ। हामी चाहिँ एउटा दिदी हुनुहुन्छ हामीसँग होइन, अनि हामी तिनजना दाजुभाइ टक्क लाएर होटल चलाएर बसिरहेको छौँ। सिन्धुली मल्ल गाउँ उपस्थित होइन होटल। टक्क सर र म चाहिँ भित्र गएँ होइन। टक्क के छ दिदी भनेको ठिक छ अरे दिदी चाहिँ। अनि टक्क लाएर यहाँ दाइले चाहिँ फेरि यस्तो अचार खानुहुन्छ भने चाहिँ हाम्रो होटलमा आउनु भन्नुहुन्छ होइन। अनि दिदीले यहाँ मस्त अचार मुसिराख्नु भएको छ फेरि होइन मजाले। आउनु होला तपाईँहरू नि हाम्रो होटलमा होइन। र गाइस देख्न सक्नुहुन्छ यहाँ हाम्रो दाइ भने होइन मजाले एकदम लोकल कुखुरा चाहिँ मजाले पकाइराख्नु भएको छ होइन। सो आउनु होला हाम्रो होटलमा लोकल कुखुरा खानुहुन्छ भने चाहिँ। अनि भने फाइनली आयो कटिङ। दिदीले भन्नुभयो यसो सलाद तलाद काट नि त भने मेरो पालो साथ झिकेर मजाले छिले त्यसपछि झोला चट 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 पारेर काटेँ होइन। काटिसके पश्चात चाहिँ मेरो कफी टाइम फेरि हुन लागिसकेको थियो कि होइन। त्यही भएर म चाहिँ टक्क आएर कफी सफी मजाले चुस्की लाएँ यस्तो वरिपरि निहाल्दै होइन। सो दामी छ क्या भ्युजहरू चाहिँ। मैले त कफी खाइसकेँ त्यतिखेरै फेरि नभन्दै दुधको गाडी पनि फेरि तुप्लुकै आइपुग्यो होइन। दुध चाहिँ कतिवटा हुन्छ मैले अनि 2 पोका लिएर आइदेऊ न भने अनि के छ भनेको फेरि 2 पोका दुध छ भनेर भन्छ मुर्दार। हाँस्दो भयो एकछिन, त्यसपछि चट्टसँगले 2 पोका दुध यहाँ छ होइन। दुध डेलिभर बोय गाडी टक्कसँगले त्यतिखेर नभन्दै फेरि होइन इन्डियन भ्लगरहरू चाहिँ यहाँ एन्ट्री भइसकेको थियो हाम्रो होटलमा होइन। टक्कसँगले नभन्दै फेरि हाम्रो सधैँ आइराख्ने गाडी नेपाल माइक्रो चार्जिङमा र कति राम्रो हो क्या फेरि होइन। भनेर के भन्नु नाच्छ है फेरि टक्क यहाँ चाहिँ गाडी चार्जिङ भएर गाइस तपाईँहरू नि आउनु सक्नुहुन्छ होइन। गाडी सिन्धुली मल्ल गाउँ हाइवे चाहिँ होइन काठमाडौँ जाने यहाँबाट। र नभन्दै हाम्रो दिदी चाहिँ यहाँ गुरुजीहरूको लागि खाना रेडी गर्दै हुनुहुन्छ होइन। त्यस पश्चात लिएर जानुभयो खाना चाहिँ होइन। म अनि पछि पछि गएँ यसो भिडियो बनाउँदै के छ त होइन। भिडियो बनाउनु त हो भिडियो बनाइदिएँ। कस्टमरहरू नि आज बिहानको टाइम भएर होला खासै खाना खानु मानेन होइन। 2-3 जनाले मात्रै खाइयो खाना चाहिँ। टक्कसँगले मस्तसँग हानिरहेको छ है त खाना टक्क देख्न सक्नुहुन्छ। र यस्तै गरी बसेर खानु मन छ भने चाहिँ आउनु होला तपाईँहरू नि होइन। पक्कै पनि हामीलाई सेवा गर्ने मौका दिनु होला। अनि लगभग आजको भने काम पनि सिधी सकेको थियो होइन गाइस। अनि यहाँ चाहिँ एउटा कार चाहिँ टक्क चार्जिङमा छ र
अब तपाईँहरूलाई म टक्क थोरै भ्यू क्लिप राख्छु है। आज पल्टाउँदैछु फेरि तिम्रो र मेरो पुरानो कहानीका पानाहरू, दस्तक दिँदैछ है तिम्रो मायाले मेरो मायाको बन्दर बाजाहरू। भुलेर गयौ तिमी मलाई, कहिले साँचिरहन्छु किन तिम्रो यादहरूलाई। प्रश्न छन् धेरै उत्तर तिमीमै सुन्दिन्छ है मायालु। तिम्रो नाम पुकारेर यो गीत कोरिरहेको छु है। मुटु टुट्नु नै पर्छ र मायाको मूल्य थाहा पाउनलाई। भन्दै गाइस आजको यो क्लिप र मेरो फोटो सँगसँगै बाई बाई।